ब्याक साइडमा कालो कपडा राखेको सिसा तात्छ कि सेतो कपडा राखेको कपडा तात्छ? कालो राख्छ। यसको पनि सेम हामीले केही चेन्ज गर्नै पर्दैन। यो साइक्लोजी पनि यो देखाउँछ र हाम्रो चाहिँ यो चाहिँ के छ भने अलरेडी यो चाहिँ प्रकृतिले पनि हामीले देखाएको हुन्छ त्यो कुरा हामी यति बुझ्नुपर्छ। किनकि सेतोमा के हुन्छ भने सिसा पनि एउटा चाहिँ त्यसको चाहिँ क्यापेसिटी हुन्छ जुन चाहिँ कतिसम्म कभर गर्ने। यदि धेरै हिट भयो भने सिसा कहिले फुट्यो चर्र फुटेर जान्छ नि, चनक्क पर्छ नि, राम्रो त्यो हो है। सिसाले पनि ग्लासले पनि सेम त्यही कभर गर्छ। अनि व्हाइट राख्ने के हुन्छ त्यसको पावर के हुन्छ कम हुन्छ। कम हुने बित्तिकै अर्कोले के हुन्छ कभर गर्ने, त्यसले पावरलाई जुन जति पनि त्यसको चाहिँ पावर जुन चाहिँ हिटको पर्छ त्यसलाई कम गर्छ। त्यसपछि एसीले बल्ल काम गर्छ। नभए सिसा खुल्लै होस् पर्दा केही हुँदैन, सिसा होस् यहाँको चाहिँ विश्वभरिको एसी नै सबै उदाहरण न घामले कसैले पहिलो छेक्ने तातो निकाल्ने उसले दिइरहेको हुन्छ। जति यहाँ 4 एसी लाए पनि कोठा चिसो हुँदै हुन्न, तातो हुन्छ। त्यसले गर्दाखेरि केही प्रकाश छेकेर पनि त्यसलाई चाहिँ एउटा छेकिसकेपछि फेरि अर्कोले छेक्छ, बल्ल एसीले काम गर्छ। त्यो चाहिँ एयर कन्डिसन हो। त्यही भएर एसी जहिले पनि के हुन्छ वालतिर गएर चाहिँ उल्टे साइडतिर फर्केको हुन्छ। यसको रिजन रुममा हेऱ्यो भने है यदि घरमा भयो कहाँ लाउँथ्यौँ हामीले, फेरि हामी बिचमा लगाइदिन्छौँ घुम्ने चारैतिर गएर होइन। र हामी चाहिँ हरेक ठाउँको एउटा चाहिँ रुममा राख्ने रिजन पनि छ। यो साइडमा बेड हुनुपर्ने, सोफा हुनुपर्ने, त्यो साइडमा एउटा सोफा हुनुपर्ने, टिभी अगाडि हुनुपर्ने, पानी क्याट उता हुनुपर्ने, लाइटिङहरू यहाँ हुनुपर्ने, यसको पनि रिजन छ है। त्यही बुझ्नुपर्छ, आफूले मिलाएर बुझ्ने त्यही कुरा हो है। क्लियरली बुझियो मैले भनेको कुराहरू? नबुझेको छ भने भन्ने फेरि भनिदिन्छु, फेरि पछि भन्दिनँ फेरि, किनकि मेरो अहिले पाठमा आएको हुनाले सबै कुरो म खोजिरहेको छु है। ल ओके, थ्याङ्क यू। अब सरी तलपट्टि जाउँ।